निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायलाई निर्देशन गरौँ। धावन मार्गको लम्बाइ है, यो मलाई पनि अलिकता यो मैले हिजो अलिकता सरसर गर्दा धावन मार्गको लम्बाइ सम्पूर्ण काम नसकिँदै सम्पन्नताको प्रमाणपत्र दिएको छ भन्ने छ। DPR EIA लगायत विभिन्न रिपोर्टहरूमा गम्भीर त्रुटि पाइएको छ। व्यावसायिक सञ्चालकका लागि ठोस कार्ययोजना बनाइएको पनि देखिएन। लगायत यावत कमी कमजोरीहरू प्रारम्भिक स्थलगत अनुगमनमा देखिएका छन्। त्यसकारण यसमा गम्भीर छानबिन हुनुको विकल्प छैन। तर अनियमितता संलग्न पदाधिकारीहरू भनेर केही व्यक्तिहरूको नाम किटान गरेका छौँ भने यही प्रतिवेदनले देखाएको त्रुटि भए गरेका अत्यन्त कयौं व्यक्तिहरूको नाम किटान गरेको छैन। धन्यवाद दिन चाहन्छु। मिहिनेतको साथ ल्याउनु भएको छ। सँगसँगै मेरो एउटा बुझाइमा र मेरो एउटा अनुभवमा छानबिन अनुगमनबाट कयौं कुराहरू देखा परेको होला र केही व्यक्तिहरूमाथि प्रश्न पनि उठेको छ र त्यो व्यक्तिहरूलाई प्रश्न उठिराख्दाखेरि केही शङ्काको भरमा मात्रै कोड गरिया हो कि भनी मेरो बुझाइमा, किनकि जे विषयमा उठेको छ टेक्निकल विषयहरू रियालिटी ग्राउन्डमा टेकेर पक्कै पनि अनुसन्धानको हिसाबले अनुगमनको हिसाबले स्थगल अनुगमन पक्कै पनि भएको छ। त्यो हिसाबले व्यक्तिहरूको कुरा उठिराख्दाखेरि त्यो व्यक्तिहरूलाई पक्कै पनि बोलाइएको हो कि होइन, यो जुन एउटा उपसमितिले त्यो बोलाएर अनुसन्धान गरिएको हो कि होइन, कुराहरू विषयमा बयान लिएको छ कि छैन भन्ने विषयमा अलिकति प्रतिवेदनमा खुलस्त आएको छैन। यसमा अलिकति म अन्योलमा परेको छु। र दोस्रो कुरो चाहिँ यदि बोलाइएको यदि थियो भने त्यो व्यक्तिहरूसँग के विषयमा के समस्याहरू देखा परेको छ भन्ने विषयमा अलिक कोड गरेर यो प्रतिवेदन अझ तयार भएर आउँदाखेरि अझ प्रभावकारी हुन्थ्यो कि भन्ने मेरो बुझाइमा छ। मिहिनेतको साथ आएको छ, सूक्ष्म तरिकाले आएको छ, तर अझ जति खुलस्त तरिकाले आउनुपर्ने त्यो किन आएन भन्ने मेरो एउटा प्रश्न हो। अर्को कुरो चाहिँ हामी चाहिँ भनौँ न एउटा नेपाललाई एउटा समृद्धिको बाटो पनि सोचिरहेको अवस्था छ र कहियो हामी हेर्छौँ नेपालको अवस्था र अन्य देशहरूको अवस्थाको हामी कुराहरू गरिराख्दाखेरि हामी नेपाललाई अझ लगानी दशकको रूपमा पनि हेरिरहेछौँ, लगानीकर्ताको रूपमा पनि कसरी भित्र्याउने नेपालमा, नेपालले एउटा कसरी एउटा सुन्दर देश बनाउने अभियानको हिसाबले भनिराख्दाखेरि जसरी कुरा आएको छ, चाइनिज कम्पनीको कुरा पनि आयो कि प्रतिवेदनमाथि विज्ञप्ति गलत भयो भन्ने खालको विज्ञप्ति पनि आएको भन्ने कुरा मैले अलिकति हेरेँ र मलाई लाग्छ केही कुराहरू भनौँ न अब कुराहरू सुनिराख्दाखेरि कोही भुक्तानीहरू पनि नपाएको जस्तो पनि उताबाट पनि गुनासोहरू सुन्ने गरेको अवस्था छ। यदि त्यो के हो त्यसको पनि कम्तीमा बोलाएर तिनीहरूलाई बोलाएर एउटा के हो त तपाईँहरूको वास्तविक समस्या के हो, यसमा किन यस्तो त्रुटि देखेको छ, किन समस्या भयो, समस्यालाई कसरी समाधान गर्ने विषयमा कम्तीमा सोधपुछ गरेर एउटा क्लियर कट तरिकाले प्रतिवेदनमै उल्लेख गरेर आएको भए अझ सुन्न सुगन्ध हुन्थ्यो भन्ने मेरो बुझाइमा छ। र जुन खालको आएको छ अलिकति हामी इगो नराखेर एउटा निष्पक्ष ढङ्गले हामी निष्पक्ष ढङ्गले प्रतिवेदन तयार पार्नु पर्थ्यो। अलिकति भनौँ न एउटा इगो र प्रोग्राम तरिकाले प्रोग्रामी राख्ने गरी नै अब यही बेलामा हो, अब पालो यही बेला हो, जाक्ने कसैलाई यही बेलामा उ गर्ने भन्ने खालको अलिकति त्यो खालको प्रतिवेदनमा देखिरहेको छ। त्यो चाहिँ नहोस्, किनकि हामी एउटा सांसदको भूमिका के हुन्छ भने सही र सत्यको पक्षमा हरेक पल हामी निष्पक्ष ढङ्गले हामीले आवाज उठाइराख्नुपर्छ मेरो बुझाइ छ। त्यसले गर्दाखेरि हामी यो प्रतिवेदनमा हामी एउटा गहिराइमा गएर जसरी
अघि हाम्रो माननीय योगेश भट्टराईजीले राख्नु भएको कुरामा सहमत छु, माननीय राजेन्द्र केसीजीले राख्नु भएको विषयमा सहमत छु। तर अझ हामी अलि हतार नगरेर अझ छलफल 2 दिन लागोस् 3 दिन लागोस्, अझ छलफल गहिराईमा उठोस् र अझ छलफलबाट निचोडमा जाओस् भन्ने मेरो बुझाइ छ। किनकि हामी हतार प्रतिवेदनलाई हामी तुरुन्तै पास गर्दैनौँ, तुरुन्तै पठाउने भन्ने विषयमा अझ यसमा छलफलबाट अलि सबै मान्यहरू क्लियर भएर अगाडि बढ्दाखेरि अझ उत्तम होला भन्ने मेरो बुझाइ छ। र म यति नै भन्दै फेरि पनि म भन्न चाहन्छु, जसरी हामी एउटा एकरूपताको साथ लेखा समितिमा हामी बसिराख्दाखेरि हामी एउटा सामूहिकतामा अगाडि बढ्ने जुन खालको प्रयत्न भइरहेछ त्यो बढ्नुपर्छ र त्यो निष्पक्ष ढङ्गले नै बढ्नुपर्छ भन्ने मेरो बुझाइ छ। धन्यवाद। सम्बन्धित निकायसँग ठिक छ, ट्याक्स दोहोरो ट्याक्समा चाहिँ तिमीहरूले गर्नुपर्छ, केही अन्य थप काम गर्नुपर्छ भने तिमीहरू यो काम गर, यो काम तिमीहरूले गर्न बाँकी रहेछ भनेर हामीले उनीहरूलाई त्यो पहलबाट चाहिँ हामीले काम गराउन सकेको भए बढी बुद्धिमानी हुन्थ्यो होला। खैर यो केही छैन, अहिले यो प्रतिवेदन आएको छ। यी सबै कुराहरूमा चाहिँ केन्द्रित रहेर हामीले एउटा अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि हामीले एउटा सन्तुलनमा राख्ने गरी हामी अगाडि बढ्नुपर्छ र यसले चाहिँ नि एउटा नकारात्मक मेसेज दिने गरी हामी अगाडि बढ्नु हुँदैन भन्ने मेरो चाहिँ नि सुझाव रहेको छ। धन्यवाद। कम रकम कबुल गर्ने निर्माण व्यवसायको रकम प्राधिकरणले लागत भन्दा झन्डै दोब्बर हुन आउँछ अनि सरकारले एउटा समिति बनाउँछ। त्यो समितिले प्राधिकरणको दोब्बर डकुमेन्ट BOQ मोडलका निर्माण व्यवसायको कबुल रकम EPC को मोडलमा भयो भनेर निष्कर्ष निकाल्दै प्राधिकरणले सुरुमा निर्धारण गरेको लागत अनुमान भन्दा धेरै हुने गरी लागत अनुमान तयार गर्छ। यो भन्दा गैर जिम्मेवार के हुन सक्छ? जब अर्थ मन्त्रालयले EPC मोडलमा ठेक्का आह्वान गर्न स्वीकृति दिन्छ भने प्राधिकरणले BOQ को आधारमा किन कागजात निर्माण गर्यो? यो अत्यन्तै गम्भीर विषय छ। विदेशी दात्री निकायले ऋण दिँदा उनीहरूले नै भनेका निर्माण व्यवसायीहरू मात्रै प्रतिबद्धमा भाग लिन पाउने, तर ती निर्माण व्यवसायीहरूले आफ्नो टेक्निकल क्वालिफिकेसन पास नगरेको भए पनि अनुभव चाहिने जति नभए पनि उनीहरूलाई नै ठेक्का दिनुपर्ने हो होइन। यो ठेक्काका प्रतिस्पर्धा गरेका कुनै पनि कम्पनीले चाहिँ बराबर एयरपोर्टको काम गरेको छ छैन त्यो पनि उनीहरूलाई नै दिनुपर्ने के प्रश्न हुन जरुरी छैन र? छिन्ने डाँडाको यो निकै आइरहेको है, यो मैले पनि बेला बेलामा सुन्ने गरेको थिएँ कि यो माटो कटान पोखरा जाँदा पनि त्यहाँको मान्छेहरूले अनियमितता माटो कटानमा भाषाउने। वास्तवमा हामीलाई यो टेक्निकल विषय हो। हामी माननीयहरूले मलाई लाग्छ यहाँ उपस्थिति धेरै माननीयहरूलाई यो टेक्निकल विषयमा अलिकता अध्ययनै अलिकता अरू मान्यज्यूले नि भन्नुभयो, राजन केसी मान्यज्यूले नि भन्नुभयो, हाम्रो टेक्निकल विषय पनि हो। यो छिन्ने डाँडाको कटानमा सुरुमा जुन 30 मिटरको काट्ने भनेर लेखिए पनि 40 मिटर कटान गरिएको, उक्त कटान गर्न लाग्ने सम्पूर्ण खर्च मूल सम्झौता बमोजिम निर्माण व्यवसायले नै गर्ने भनिएकोमा प्राधिकरणले बाट लगभग 32 करोड पैसा उक्त कार्यको लागि निकासा गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण व्यवसायीको क्यान CAMC बीच भएको मूल सम्झौता विपरीत कर छुट दिएको छ। धावन मार्गको लम्बाइ है, यो मलाई पनि अलिकता यो मैले हिजो अलिकता सरसर गर्दा धावन मार्गको लम्बाइ सम्पूर्ण काम नसकिँदै सम्पन्नताको प्रमाणपत्र दिएको छ भन्ने छ। प्राविधिक अध्ययन DPR EIA लगायत विभिन्न रिपोर्टहरूमा गम्भीर त्रुटि पाइएको छ। व्यावसायिक सञ्चालकका लागि ठोस कार्ययोजना बनाइएको पनि देखिएन। लगायत यावत
कमी कमजोरीहरू प्रारम्भिक स्थलगत अनुगमनमा देखिएका छन्। त्यसकारण यसमा गम्भीर छानबिन हुनुको विकल्प छैन। तर अनियमितता संलग्न पदाधिकारीहरू भनेर केही व्यक्तिहरूको नाम किटान गरेका छौँ भने यही प्रतिवेदनले देखाएको त्रुटि भए गरेका अत्यन्त कयौं व्यक्तिहरूको नाम किटान गरेको छैन। यदि हामीले प्राप्त गरेको TR-मा जसले अनियमितता गरेको छ सबैको नाम किटान गर्नुपर्ने छ भने सबैको गरौँ न, होइन भने कुन कालखण्डमा कसले के कस्तो अनियमितता गरेको अनुसन्धान गर्ने निकायलाई अनुसन्धान गर्ने निर्देशन गरौँ न। तर यो वा त्यो यस्तो गम्भीर अनियमितता भएको परियोजना ओझेलमा नपरोस्। निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायलाई निर्देशन गरौँ। जय नेपाल, धन्यवाद।